हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल है। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज त्यो विशेष दिन रहेको छ, क्लास 10 को बिदाई, अनि त्यही भएर भ्लग गर्दैछु। अन्तिमसम्म हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब हानिदिनु होला है त। सो गाइज हामीले लुगा लगाइसक्यो स्कुलको है। अब स्कुल जानुपर्ने हुन्छ, अब उतै भेटौँला। हामीले स्कुल आइसकेको अवस्था केटाहरूसँग अब लास्ट दिन है, यससँग अब चलपल हान्नै पर्यो यतिको त अब केटाहरू त्यसपछि दिएपछि कहाँ होइन। अब यही बेला रमाइलो हान्नुपर्छ केटाहरूसँग। अब यति हाम्रो भिडियो सिडियो बनाउने कार्यक्रम हुँदैछ है। अब अन्तिम दिनमा यसो त रमाइलो हान्नै पर्यो अगाडि। स्कुल त सुनसान जाम भइरहेको छ, अर्को पनि सब क्लासमा छन्। हामी चाहिँ अब यस्तो होइन 10 क्लासबाट होइन, अब यहाँ सिकिङ लागेको 10 क्लासबाट लिखिँदैछौँ। अब हाम्रो सेटर चाहिँ स्कुलबाट उत्रिएर हामी अब यो स्कुल कोही स्कुल छाड्छन्, कोही स्कुल छाडेर, कोही यहाँ पढ्छन्, कोही कता कता आफ्नो आज हामीले होइन बिदा हुने बेला आइसक्यो। अब जानै पर्ने हुन्छ है, कस्तो के हुँदैछ हेर्नु होला त्यहाँनिर है। कार्यक्रम सुरु हुँदैछ। लेख्न आँटेको यस्तो भयो। सरहरू सबै आउनु भइसकेको छ। अब चाहिँ कार्यक्रम सुरु। पछाडि गएर बस्ने यहाँ एकछिनमा आउने यस्तो बवाल भइरहेको छ सबैजना के भन्दै ल तँ केही भन्न जान्छस् भन्दा एकदम ल एकदम ल है साथीहरू, यहाँ सुरु हुँदैछ अब ग्याङहरूको। है अब फाइनली चिन्ता छैन जस्तो लागिरहेको छ। अब के गर्नु होइन, बिदाय हुनैपर्छ होइन। राम्रै नजिक लिएर पास गर्छ भन्ने हाम्रो आशा यस्तै हो साथीहरू। हामी यसमा है अब 10 वर्ष पढेको स्कुल छोड्दा त अब होइन मन यसो नरमाइलो त हुन्छ त्यो पनि है साथीहरू, हेर्दै गर्नु होला। रुको भाइ यार, नरु न यार, त्यति केटा हो यार। भाइ रुको तिमीहरू फेरि यार। अब यत्रो वर्षको सम्बन्ध केटा हो है। अब के छ फोटो सेसनको लागि फोटो सेसन हान्नुपर्छ केटा हो है। राम्रो गर्दै जानु पर्यो भाइ होइन। हुन्छ सर पर्दैन के ल राम्रोसँग पास गर्ने दिनुभयो। बेस्ट अफ लक। लाग्छ त कन्टेन्ट मैले तपाईलाई भने मैले त मेरो तपाईको भ्लगमा मलाई देख्यो भने पनि भ्लग बनाएर पोस्ट गरिसके। भ्लग अब तिमीहरूको लागि यति भ्लग बनाउनु कुन ठुलो कुरो हो र। नमस्कार, म चाहिँ अनिता तामाङ, दिपेश दाइको दादाले चाहिँ
यहाँ शून्यता कालो बादल छाएको जस्तो सम्झना छ